मञ्चमा आसीन हाम्रा अग्रजहरू, अग्रपन्थीमा आसीन अग्रज तथा विभिन्न सङ्घ संस्थालाई प्रतिनिधि गर्दै आउनुभएका मेरा सहकर्मी साथीहरू, प्रवासमै रहेर पनि नेपाल हुँदा बोकेको आफ्नो आस्था, आफ्नो विश्वासलाई अझै पनि कायम राखेर मातृभूमिसँग जोडिरहनुभएका सम्पूर्ण जनसम्पर्क समितिप्रति तल्लीन मेरा साथीहरूलाई मेरो सन्देहकालीन जय नेपालको अभिवादन। यो नयाँ नवनिर्वाचित क्यालिफोर्निया च्याप्टरको जनसम्पर्क समितिको पहिलो औपचारिक कार्यक्रम हो यहाँ र शपथ ग्रहण कार्यक्रममा म अलि छिटै निस्किएको थिएँ। त्यही भएर सामाजिक पहिलो कार्यक्रममा म अध्यक्ष हरिभट्टज्यूलाई हृदयदेखि नै बधाई र सफल कार्यकालको पनि कामना गर्न चाहन्छु। आज नेपाली सामुदायिक भवनमा जनसम्पर्कको पहिलो औपचारिक कार्यक्रम भइरहँदा मैले भन्नै पर्छ, जुन बेला हामीले यो कम्युनिटी भवनलाई अफर पारेर 3 महिना फन्ड रेज गर्ने अभियानमा दौडिरहँदा $1 मिलियन उठाउनुपर्ने लक्ष्य थियो। $500,000 जति उठिसकेपछि अलि सुस्ताएको बेला हामीले हार गुहार गर्दा सामाजिक कार्यमा हामी सधैँ जस्तो अगाडि बढ्नुपर्छ भनेर जनसम्पर्कका साथीहरूले जुन तरिकाले ऊर्जावान तरिकाले हाम्रो यो अभियानलाई अझै अगाडि बढाएर पहिलो ट्रस्टी अर्गनाइजेसन हुनुभएको थियो। त्यो अभियानले हामीले जुन हौसला पायौँ, जुन हिम्मत पायौँ, त्यसले गर्दा आज हाम्रो माथि यो छत छ र आज जनसम्पर्कले छाती ठुलो गर्ने कार्यक्रम गर्न पाइरहेको छ। तत्कालीन जनसम्पर्क समिति नवजना क्यालिफोर्निया अध्यक्ष नारायण कुमारलाई, केन्द्रीय सदस्य चन्द्र दाललाई लगायत सम्पूर्ण कार्य समितिलाई म न्यान्सको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूभन्दा पनि विशेष धन्यवाद त्यो $25,000 सङ्कलन गरिरहँदा 100-500,000 आफ्नो तर्फबाट दिइरहने सम्पूर्ण दाताहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र अझै ठुलो धन्यवाद मलाई स्मरण छ, त्यो लिस्टमा आज पनि हेर्दा उहाँहरूको आफ्नो नाम यो भित्तामा छैन, तर मेरो नाम भोलि देखाउँदा मैले आस्था राखेको जनसम्पर्कको लोगो सम्पूर्ण सङ्घ संस्थाभन्दा माथि हुनुपर्छ भनेर व्यक्तिगत डोनेसन बरु भोलि दिन्छु, आज संस्थाको नाममा दिन्छु भनेर डोनेट गर्नुहुने सम्पूर्ण जनसम्पर्क समिति प्रेमी साथीहरूलाई म नमन गर्न चाहन्छु। अधिवेशन हुने कुरा साथीहरूले केही राख्दै हुनुहुन्छ, सूचनाहरू धेरै म नेपालमा हुँदाखेरि मैले पढेको थिएँ। सर्वप्रथम त फेरि हाम्रो आदरणीय अग्रज दाई धनञ्जय नरसिंह केसीलाई संयोजकको भूमिकामा आउनुभएकोमा उहाँलाई धेरै धेरै बधाई छ र यो संयोजन गर्ने कार्यक्रमलाई पूर्ण सफल पार्न दाईलाई हाम्रो साथ रहनेछ भन्ने पनि म भन्न चाहन्छु। त्यस्तै गरेर भक्त दाई निर्वाचन प्रमुख आयुक्त हुनुभएको छ र हामी माझ नर्दर्न क्यालिफोर्नियाको च्याप्टर अमेरिकाको मात्रै होइन संसारभरिकै सबैभन्दा शक्तिशाली जनसम्पर्कको च्याप्टर सान फ्रान्सिस्कोमा हुँदाहुँदै किन हामी यहाँबाट 8-9 घन्टाको यात्रा गरेर भर्जिनिया जानु पर्यो भन्ने प्रश्न ममा उब्जिरहेको छ। तर मभन्दा बेसी हजुरहरू बुझ्ने हुनुहुन्छ, केही कारण थियो होला, तसर्थ हामीले हाम्रो ठाउँमा गर्न सकेनौँ। राम्रो होस्, सफल होस्, तर यो भन्दै गर्दा हामीले हाम्रो ठाउँमा ल्याउन त सकेनौँ, तर हामी यति मजबुत च्याप्टर हुँदाखेरि विश्वेश्वर प्रसादको आज जन्म जयन्तीको अवसरमा यो कार्यक्रम भइरहँदा जसरी हामीले एकताको कुरा गऱ्यौँ, त्यसरी नै यो च्याप्टरमा रहेका सम्पूर्ण अभियन्ताहरू एकजुट भएर त्यो हुने महाधिवेशनलाई आफ्नो पक्षमा नर्दर्न क्यालिफोर्नियाको पक्षमा ल्याउन आजको यस स्मृति दिवसले ऊर्जा दियोस्। र म अर्को अपिल पनि गर्न चाहन्छु, हामी नर्दर्न क्यालिफोर्निया चाहे एनआरएनमा होस्, चाहे जनसम्पर्क समिति होस्, चाहे जुनसुकै केन्द्रीय संस्थामा होस्, सबैभन्दा ठुलो नम्बरमा हाम्रो हुन्छ, तर आजसम्म हामीले किन नेतृत्वलाई आह्वान गर्न सकेको छैन, नेतृत्वमा जाने हिम्मत गर्न सकेको छैनौँ, त्यो कुरा यसपालि होस्। मैले सुन्छु केही दाईहरूको नाम उपाध्यक्षमा आइरहेछ, केही दाईहरूको नाम महासचिवमा आइरहेछ, तर अध्यक्षमा दावेदारी दिन हामीले केले रोक्यो? म त्यसमा साथीहरूलाई पनि एकजुट भएर अगाडि बढ्यौँ भने जनसम्पर्क अमेरिकाको हामी बनाउन सक्छौँ र त्यो एकताको प्रयास गर्न र अगाडि बढाउन सबैभन्दा शक्तिशाली च्याप्टरका अध्यक्ष हरिभट्टज्यूलाई म यो कमान्ड लिन पनि म अनुरोध गर्न चाहन्छु। हजुरले यहाँका सम्पूर्ण अभियन्ताहरूलाई एकजुट ल्याएर यसपालिको अधिवेशन सान फ्रान्सिस्कोमा गराउन त सकेनौँ,
तर अध्यक्ष महासचिव जेसुकै होस् भाइटल पोजिसन हामीले ल्याउनु पर्ने हुन्छ। त्यसमा हामी एकजुट हौँ, अझै पनि समय छ, सँगै बसौँ, सल्लाह गरौँ र एकजुट भएर अगाडि बढ्न पनि म अनुरोध गर्न चाहन्छु। यति भन्दै मैले अघि पनि प्रसङ्गवश भने म माफ माग्न चाहन्छु, अलि लामो भयो। म गत महिना मात्रै, केही हप्ता अगाडि मात्रै म नेपाल गएर फर्किएको हुँ र एक हिसाबले तपाईँ हामी सम्पूर्णको प्रयास हामीले काउन्सिल अफिस यहाँ स्थापित गर्न सफल भएका थियौँ। नेपालमा अहिले 2/3 बहुमत ल्याएको सरकारले दृष्टि नपुगेर होस्, अपरिपक्व होस्, त्यसलाई बन्द गर्ने एउटा निर्णय बजेट भाषणमा घोषणा गरेको छ र त्यसको प्रतिवाद गर्ने उद्देश्यले अथवा भनौँ यो दुर्घटनातर्फ जाँदैछ, यो निर्णय कार्यान्वयनतर्फ नजाओस् भनेर सकेसम्म लबिङ गर्न मैले 2/3 पार्टीका विभिन्न नेताहरूसँग भेटेँ। डाक्टर आमोद पोखरेलले तयार गर्नुभएको एउटा रिपोर्ट थियो, मैले उहाँहरूलाई पढाएँ। सम्पूर्ण कुराहरू बुझाउँदाखेरि मलाई भन्न दुःख लाग्छ, तर साँच्चीकै आजको दिनमा दास र लासको पार्टी 2/3 ल्याएको पार्टी रहेछ। कसैले बोल्ने हिम्मत गरेन र अन्तगत फर्किने भन्दा एक दिन अगाडि नेपाली काङ्ग्रेसका उहाँ उपनेता हुनुहुन्छ, उहाँले तपाईँ हाम्रो आवाजलाई संसदमा फेरि उठाइदिनु भयो र आज पनि जनसम्पर्क समितिको लबिङबाट त्योसम्म मेरो नेक्सस बन्या हो। मैले कुनै जन्मिँदाखेरि चिने होइन, कुनै काममा कुनै सँगै पढ्दाखेरि चिने साथी होइन। जनसम्पर्क समितिले बनाइदिएको त्यो नेटवर्कले त्यो पार्टीलाई अझै पनि प्रवासी नेपालीहरूको यो मर्म, यो दुःख बुझाउँदाखेरि पार्टी खुम्चिएको सानो होस्, तर तपाईँ हाम्रो हक अधिकारको लागि अझै पनि लडिरहेको छ। त्यो कुरामा तपाईँहरूले छाती ठाडो पारेर हिँड्नुपर्छ र मेरो हजुरहरूलाई अझै पनि अनुरोध के छ भने जब तपाईँहरूले आस्था राखेको पार्टीले तपाईँहरूको हाम्रो यस क्षेत्रको अधिकारको लागि बोलिरहेको छ, त्यो बोलेको चिजलाई हामीले क्यास गर्न सकेका छैनौँ। हामीले छाती फुलाएर हाम्रो लागि बोल्ने पार्टी अझै पनि नेपाली काङ्ग्रेस हो भन्न किन हिचकिचाइरहेको छौँ, त्यो म हजुरलाई प्रश्न गर्न चाहन्छु। यति भन्दै गर्दा फेरि पनि भर्जिनियामा हुने अधिवेशनको नेतृत्व हाम्रै स्थानीय अग्रज दाइहरूले लिनुभएको छ। त्यो अधिवेशनको सफलताको कामना र अधिवेशनबाट फर्केर आउँदाखेरि सबैभन्दा खादा माला अबिर र जिम्मेवारी सहित नर्दन क्यालिफोर्निया फर्किन पाओस्, त्यही शुभकामना साथ म आजको मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु। जय नेपाल।